आज हामी जंगलमा ट्री हाउस बनाउँदैछौँ हैन त केटा हो तिम्रो एक्साइटेड छौ हो हामी एक्साइटेड एकदम हामी छौँ हामी यस्तो पानी परिरहेको छ यहाँ चाहिँ रेनकोट छाता खुर्पाहरू हाम्रो सामानहरू यहाँ छ अनि मैले एउटा ब्याग बोकिरहेको छु यसले पनि एउटा खुर्पा र ब्याग बोकिरहेको छ अनि यस्तो पानी परिरहेको मौसममा हामी चाहिँ यहाँ लोकेसनमै चाहिँ आइसकेको छौँ अब हामीले ट्री हाउस बनाउने एउटा पर्फेक्ट लोकेसन खोज्नुपर्ने छ अनि ट्री हाउस बनाउने एउटा पर्फेक्ट लोकेसन खोजिसके पछाडि चाहिँ हामी के गर्छौँ केटा हो हामी भनेको रैला हान्छौँ हामी ट्री हाउस बनाउँछौँ लेट्स गो जङ्गलमा चाहिँ ओ केटा जाउँ छाता लिएर आऊ होइन प्लास्टिक पनि लिएर आऊ प्लास्टिक चाहिँदैन अरे प्लास्टिक लिन फोन हाल्न मैले थाहै छ पानी परिरहेको छ त्यही भएर फोन हाल्नको लागि चाहिँ प्लास्टिक चाहिन्छ होइन लोकेसन अब हाम्रो लोकेसनमा चाहिँ पुग्यो तर ट्री हाउस बनाउने पर्फेक्ट ठाउँमा चाहिँ हामी पुगेको छैन त्यो यहीँतिर पो छ कि क्या हो यस्तै गाडीमा बनाउनु भनेको गाडी बनाउन लागेको हो र सुरु गरिहालौँ सुरु गरिहालौँ लोकेसन देखाइदिएन त एकचोटि कुन कुनमा कसरी बनाउन आँटेको हामीले अब हामीले भनेको होइन यो एउटा यहाँदेखि यस्तो होइन यस्तो हालेर चाहिँ टक्क यहाँनिर यहाँ हुन्छ हाम्रो अन्तिम होइन तिनजना चाहिँ मस्त सुत्ने खालको बनाउन आँटेका छौँ हामीले अनि हाम्रो अब चाहिँ काम पनि सुरु भइसकेको छ खुर्पाले हान्ने बाम्पोकले काटेन सिक्कलले काटेन होइन अनि हाम्रो आजको बर्थडे बोय ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु के भन्छ यस्तो पनि भन्ने हो सिरियस मुडमा चाहिँ आयो त अब यो रुखहरू चाहिँ ढालेर हामीले यिनीहरूलाई नै युज गरेर यो चाहिँ अब सानसानो रुखहरू हो यिनीहरू चाहिँ ढाल्दा केही पनि फरक पर्दैन वातावरणमा किनभने यिनीहरू त पलाइहाल्छ नि त अनि ठुलो हुने खालको पनि रुख होइन अनि यो ठुलो हुने खालको पनि रुख होइन हाम्रो चाहिँ एउटा ट्री हाउस बनाउने चाहिँ सानैदेखिको एउटा सपना थियो अनि त्यो सपना चाहिँ आज पुरा हुन जाँदैछ भिडियोलाई लास्टसम्म हेरेर तपाईँहरू सबैजनाले साथ दिनु हाम्रो चाहिँ बनिँदैछ यहाँनिर कसरी बनिँदैछ भन्दाखेरि यस्तो बेस हाल्ने यहाँनिर चाहिँ यस्तो चारपाटे बेस हाल्ने अनि त्यहाँनिर चाहिँ झ्याल हुन्छ एउटा यतापट्टि यो साइडमा झ्याल ढोका हुन्छ अनि यताको सबै साइड चाहिँ ब्लक हुन्छ अनि माथिबाट छाना हुन्छ साइड त ओपन हुन्छ पनि हुन्छ तर अहिले तपाईँहरूले जस्तो देखिराख्नु भएको छ त्यस्तो भन्दा चाहिँ एकदमै धेरै राम्रो हुन्छ यो बनिसके पछाडि होइन त केटा हो एकदम हाम्रो यस्तो तारहरू छ अब यसलाई चाहिँ बेरेर डबल तिर्बल बनाएर मोटो बनाएर दह्रो बनाइसक्नु अब होइन र गाइज हाम्रो काम भने चाहिँ यति भइसकेको छ होइन र काम भने चाहिँ एकदम तीव्र गतिमा चलिरहेको तीव्र गतिमा र आज मौसम भने एकदम दामी भइरहेको छ होइन मुस्कान मुस्कान र गाइज हाम्रो काम भने चाहिँ यति भइसकेको छ हेर्न सक्नुहुन्छ बेस चाहिँ हामीले रेडी गरिसकेको छौँ अब हाम्रो माथिको काम सुरु हुँदैछ होइन त लकेर हानिसक्यो भनेर हामीले यहाँ बेस चाहिँ हानिसकेको छौँ अब हाम्रो यहाँनिर लगभग यतिको हाइटमा छाना आउँछ अनि छाना आइसके पछाडि चाहिँ हाम्रो चाहिँ ट्री हाउस यहाँनिर कति कम्प्लिट भयो भन्दाखेरि छानाको यो फ्रेम हामी बनाउँदैछौँ यो फ्रेम बनाइसकेपछि यो माथि चेउलाहरू हालेर हामी दामी पानी नछिर्ने गरेको बनाउँछौँ अनि त्यस पछाडि यो मुनिको फ्रेम हो यो मुनिको फ्रेम पनि अब मिलाउनु छ अनि यहाँ माथि छानामाथि पनि अब सेउलाहरू हालेर पानी नछिर्ने गरेको अनि हाम्रो झ्याल चाहिँ त्यहाँनिर छ त्यो चाहिँ झ्याल हो अनि काम गर्दैछ यहाँनिर हाम्रो बर्थडे बोय होइन र गाइज हेर्न सक्नुहुन्छ हाम्रो झ्यालको काम पनि फिनिस भइसकेको छ र यता हाम्रो अहिले भनेकै छानातिर लागिसकेका छौँ हामी र भने यताको पाटा र यताको पाटा हामीले सकेपछि भने हाम्रो काम सकिनेछ र भिडियो चाहिँ हेर्दै गर्नु होला काका बुम तला काका र काम भने हेर्न सक्नुहुन्छ हाम्रो मस्त हुँदैछ ल ल यता सुरु गर्यो यता गाइज हामीले पनि ल
र हाम्रो काम भने यति चाहिँ भइसकेको छ, हेर्न सक्नुहुन्छ। हाले मसिनहरू व्यवस्था गर्छु। काम गर न तिमीहरू चाहिँ, काम गर त। भूमिस उयो झ्यालमा निस्किँदैन एकचोटि। हेलो हेलो हेलो। हाम्रो ट्री हाउस चाहिँ अलमोस्ट कम्प्लिट नै भइसक्यो अब चाहिँ। अनि यहाँभित्र चाहिँ सुत्ने ठाउँ हो, यहाँनिर चाहिँ हामी सुत्ने ठाउँ हो। यति नै बाह्र यसरी सुत्ने ठाउँ हो यहाँ चाहिँ। अनि यो चाहिँ हाम्रो झ्याल, यहाँदेखि चाहिँ चट्ट भ्यू देखिन्छ यस्तो दामी। अनि केटाहरू चाहिँ अझै पनि काम गर्दैछ, अझै सकिएको छैन, अलमोस्ट कम्प्लिट भइसकेको अब चाहिँ। अनि हामी चाहिँ यहाँनिर 12 आवर च्यालेन्ज सर्भाइभल इन जङ्गल च्यालेन्ज पनि अब छिटै आउँछ। सुत्ने ठाउँ देखा। अनि यो चाहिँ हाम्रो झ्याल, हाम्रो बानाना ब्रेक ट्री हाउस भित्र। कस्तो लागिरहेको छ केटा तिमीलाई ट्री हाउस बनाएर? एकदम सही लागिरहेको छ। तँलाई कस्तो लागिरहेको छ? दामी होइन? हामीले चाहिँ आज एकदम रमाइलो एडभेन्चर गरियो। मलाई त अब्बुई कस्तो मजा आइरहेको छ मलाई त। सम्झना बिर्सना सलललल झन्झन बढ्यो तिर्सना सलललल मायाको डोरीले तिमीलाई बाँधौला, मायाको डोरीले तिमीलाई बाँधौला, दिलको मोटर कारमा तिमीलाई चढाउला, सम्झना बिर्सना सलललल झन्झन बढ्यो तिर्सना सलललल।